हेलो नमस्ते साथीहरू। यही आउँदो फागुन 21 गतेको चुनावमा हाम्रो कैलाली क्षेत्र नम्बर 3 बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगत प्रसाद जोशी हुनुभएको छ र देशैभरि रासपामय घण्टीमय हुँदाखेरि अब सबै जनताको नजर कैलाली क्षेत्र नम्बर 3 मा पनि जान सक्छ। कैलाली क्षेत्र नम्बर 3 का जनताहरू अब सचेत रहनुस्। जतिसम्म तपाईहरुले अरूलाई भोट दिनुभयो अब एकचोटी चान्स दिनलाई जगत प्रसाद जैशीलाई भोट गरेर चुनाव चिन्ह घण्टीमा भोट गरेर जिताइदिनु होला है त। यदि उम्मेदवार जगत प्रसाद जैशीले अहिले जुन कुरा गर्नुहुन्छ नि जनता सामु आएर त्यो कुरा भोलि उहाँले गर्नु भएन भने उहाँले एउटा भिडियो पनि तपाईहरुले हेर्नुभयो होला, मैले काम गर्न सकेन भने राजीनामा दिन्छु भनेर स्वीकारिसक्नु भएको छ। त्यसैले जति पनि हुनुहुन्छ कैलाली क्षेत्र नम्बर 3 का हाम्रा भोटर, हाम्रा आमा बुवा दाजुभाइहरू पक्कै पनि यसपालि जगत प्रसाद जैशीलाई नै भोट गरिदिनु होला है त। भोट चिन्ह घण्टी।